आज म ढोकामा चाबी साबी लगाएर यो बोरा बोकेर पसलतिर जान लागेको थिएँ। सो हेलो गाइज, वेलकम छ मेरो सर्ट एन्ड स्विट मिनी ब्लगमा। बोरामा फेरि मैले टमाटर माथिबाट हाले होला भनेर भनेको त टमाटर चाहिँ मुनिबाट हालेछु अनि प्याज चाहिँ माथिबाट हालेछु। मेरो दिमागले काम नगरेको देखेर पनि आफैदेखि रिस उठ्छ भने फेरि सामानहरू सबै झिकेर प्याजलाई मुनिबाट हाले, त्यसपछि टमाटर माथिबाट हालेर बोरा बाँधे, त्यसपछि बोरा बोकेर म पसलतिर गएँ। अचेलभरि खाना कम रुचेर होला भोक लाग्यो भने थरथरी काम छोडेर उभिनै सक्दिनँ भने आज मलाई त्यस्तै भइरहेको थियो। होइन आजकल म त दुब्लो पनि लास्टै भएछु कि क्या, पुरै हड्डी नै हड्डी मात्रै देखिरहेछ त। त्यसपछि मैले खाजाको लागि चाउमिन उसिन्न बसालेको थिएँ। भ्लग बनाउन सुरु गरेदेखिको मैले आजसम्म घरमै चाउमिन बनाएर खाएकै थिएन। पहिला चाहिँ मैले प्याज भन्दा खुर्सानी काटेँ, त्यसपछि चाउमिन उसिनेर पकाउनलाई अघि नै तयारी भइसकेको थियो। चाउमिनको मसलाहरू केही पनि थिएन, मैले चाहिँ चटपटमा हाल्ने मसला हालेर बनाएको थिएँ, सेतै देखिरहेको थियो। कस्तो भयो होला भनेर एउटा सानो टुक्रो कागती हालेर खानु पर्यो भनेर कागती राखेको थिएँ। खोज्दा खोज्दा त्यही थालमा रहेछ, बल्ल बल्ल भेटाएँ। अब यो कागती मटक्क निचोरेर अमिलो बनाएर खाएपछिको स्वादै बेग्लै हुन्छ भने रस आइटमहरू केही पनि नभएको भएर सेतै देखिरहेको थियो हेर्दाखेरि। तर मैले बनाएको चाउमिन पो हो त एकदमै मिठो 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 भएको रहेछ। ल आज चाहिँ मैले यो एक थाल चाउमिन खाइसक्ने नै भएँ। आजलाई यति नै। भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गरेर अल नोटिफिकेसन दबाउनलाई बाई। आज म ढोकामा चाबी साबी लगाएर यो बोरा बोकेर पसलतिर जान लागेको थिएँ। सो हेलो गाइज, वेलकम छ मेरो सर्ट एन्ड स्विट मिनी ब्लगमा। बोरामा फेरि मैले टमाटर माथिबाट हाले होला भनेर भनेको त टमाटर चाहिँ मुनिबाट हालेछु अनि प्याज चाहिँ माथिबाट हालेछु। मेरो दिमागले काम नगरेको देखेर पनि आफैदेखि रिस उठ्छ भने फेरि सामानहरू सबै झिकेर प्याजलाई मुनिबाट हाले, त्यसपछि टमाटर माथिबाट हालेर बोरा बाँधे, त्यसपछि बोरा बोकेर म पसलतिर गएँ। अचेलभरि खाना कम रुचेर होला भोक लाग्यो भने थरथरी काम छोडेर उभिनै सक्दिनँ भने आज मलाई त्यस्तै भइरहेको थियो। होइन आजकल म त दुब्लो पनि लास्टै भएछु कि क्या, पुरै हड्डी नै हड्डी मात्रै देखिरहेछ त। त्यसपछि मैले खाजाको लागि चाउमिन उसिन्न बसालेको थिएँ। भ्लग बनाउन सुरु गरेदेखिको मैले आजसम्म घरमै चाउमिन बनाएर खाएकै थिएन। पहिला चाहिँ मैले प्याज भन्दा खुर्सानी काटेँ, त्यसपछि चाउमिन उसिनेर पकाउनलाई अघि नै तयारी भइसकेको थियो। चाउमिनको मसलाहरू केही पनि थिएन, मैले चाहिँ चटपटमा हाल्ने मसला हालेर बनाएको थिएँ, सेतै देखिरहेको थियो। कस्तो भयो होला भनेर एउटा सानो टुक्रो कागती हालेर खानु पर्यो भनेर कागती राखेको थिएँ। खोज्दा खोज्दा त्यही थालमा रहेछ, बल्ल बल्ल भेटाएँ। अब यो कागती मटक्क निचोरेर अमिलो बनाएर खाएपछिको स्वादै बेग्लै हुन्छ भने रस आइटमहरू केही पनि नभएको भएर सेतै देखिरहेको थियो हेर्दाखेरि। तर मैले बनाएको चाउमिन पो हो त एकदमै मिठो 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 भएको रहेछ। ल आज चाहिँ मैले यो एक थाल चाउमिन खाइसक्ने नै भएँ। आजलाई यति नै। भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गरेर अल नोटिफिकेसन दबाउनलाई बाई।